राजनीतिमा लेफ्ट र राइट अर्थात् वामपन्थी र दक्षिणपन्थी भन्ने शब्दहरू हामी कति सुन्छौँ होइन? तर के हो त यसको खास अर्थ? ल, आज यही अलि जटिल लाग्ने विषयलाई एकदमै सरल पारेर बुझ्ने कोसिस गरौँ न। ल, यो विषयलाई बुझ्नको लागि हामी सबैभन्दा पहिले एउटा सानो कथाबाट सुरु गर्छौं। त्यसपछि यो दुई विचारधाराको चुरो कुरो के हो त्यो केलाउँछौं। अनि यो लेफ्ट र राइट भन्ने कुरा कहाँबाट आयो त्यसको जरो खोज्छौं। त्यसपछि वास्तविक जीवनमा यसको असर कस्तो पर्छ भनेर हेर्छौं र अन्त्यमा अहिलेको जमानामा यी रेखाहरू कसरी मेटिँदैछन् त्यसमा पनि कुरा गर्छौं। ओके, यो अलि गाह्रो विषयलाई सजिलो बनाउन एउटा साधारण कथाबाटै सुरु गरौँ। कल्पना गरौँ दुईवटा परिवारको। अब हेर्नुहोस् है, यी दुवै परिवारको उद्देश्य एउटै छ, परिवारको भलो होस्, सबै सफल बनुन्। तर त्यो सफलतासम्म पुग्ने उनीहरूको बाटो चाहिँ आकाश पातालको फरक छ। हो, यहीँनेर हो सोचको खास फरक। पहिलो परिवारले के सोच्यो भने सबैलाई बराबर बाँडौँ, कसैलाई काखा-पाखा नगरौँ, सबैको लागि निष्पक्ष होस्। तर दोस्रो परिवारले चाहिँ के सोच्यो भने जो सबैभन्दा काबिल छ उसमा लगानी गरौँ ताकि उसले ठूलो सफलता ल्याओस् र परिवारकै नाम राखोस्। अब यही सानो परिवारको कथालाई अलिकति ठूलो स्केलमा सोचौँ त। मानौ परिवारको मूली सरकार हो अनि त्यो 100 रुपियाँ देशको सम्पत्ति वा स्रोत हो। यहीँबाट सुरु हुन्छ राजनीतिक विचारधाराको खेल। ल, अब अगाडि बढौँ। त्यो परिवारको कथाले वास्तवमा आधुनिक राजनीतिको सबैभन्दा ठूलो र आधारभूत द्वन्द्वलाई देखाउँछ। त्यो द्वन्द्व हो समानता र स्वतन्त्रता बीचको। वामपन्थी विचारधाराको मुटु नै समानता हो। यसको मूल मान्यता के हो भने समाजमा सबैजना एउटै धरातलबाट सुरु गर्न पाउनुपर्छ र सकेसम्म परिणाम पनि सबैको लागि बराबर होस्। अब यसको ठिक उल्टो दक्षिणपन्थी विचारधाराले सबैभन्दा बढी महत्त्व दिन्छ स्वतन्त्रतालाई। उनीहरू के मान्छन् भने हरेक व्यक्तिलाई आफ्नो क्षमता, मेहनत र बुद्धिले अघि बढ्न वा पछि पर्न अर्थात् सफल वा असफल हुन पूरै छुट हुनुपर्छ। अनि यहीँनेर एउटा रमाइलो तर गम्भीर विरोधाभास छ। यदि हामीले सबैलाई जबरजस्ती बराबर बनाउन खोज्यौँ भने मान्छेको व्यक्तिगत स्वतन्त्रता खुम्चिन सक्छ। अर्कोतिर सबैलाई जे पनि गर्न पूर्ण स्वतन्त्रता दियौँ भने समाजमा असमानता झन बढ्न सक्छ। यी दुई बीच सधैँ एउटा तनाव रहिरहन्छ। तर एकछिन है, यो लेफ्ट र राइट अर्थात् वाम र दक्षिण भन्ने शब्द नै चाहिँ कहाँबाट आयो होला? यो कथा पनि एकदमै रोचक छ। यसको लागि हामीले अलिकति इतिहासतिर फर्कनुपर्छ। यो कुनै ठूलो दर्शनबाट आएको शब्द होइन, कुरो एकदमै सामान्य छ। कुरा हो 200 वर्षभन्दा पुरानो फ्रान्सिसी क्रान्ति पछिको। त्यहाँको संसदमा बहस चल्दै थियो राजालाई कति अधिकार दिने भनेर। जो राजाको शक्ति कायम राख्नुपर्छ भन्ने पक्षमा थिए उनीहरू सभाको दायाँतिर बसे, अनि जो राजाको शक्ति घटाएर जनतालाई दिनुपर्छ भन्थे उनीहरू बायाँतिर बसे। हो, त्यहीबाटै सुरु भयो राइट विङ र लेफ्ट विङ भन्ने चलन। ल, अब हामीलाई यसको कथा त थाहा भयो। अब हेरौँ यो समानता र स्वतन्त्रता बीचको तानातानले हाम्रो राजनीति, अर्थतन्त्र र संसारलाई हेर्ने नजरियालाई व्यवहारमा कसरी असर पार्छ। राजनीतिको कुरा गर्दा वामपन्थीहरू सोध्छन् कि समाजमा समानता र न्याय ल्याउन सरकार बलियो हुनुपर्छ, सक्रिय हुनुपर्छ र आवश्यक परे हस्तक्षेप पनि गर्नुपर्छ। तर दक्षिणपन्थीहरू ठ्याक्कै उल्टो सोध्छन्। उनीहरू भन्छन् सरकार जति सानो भयो उति राम्रो। सरकारले कमभन्दा कम हस्तक्षेप गरोस् ताकि मान्छे र निजी क्षेत्रले स्वतन्त्र रूपमा काम गर्न पाओस्। अर्थतन्त्रमा त यो फरक झनै छर्लङ्ग देखिन्छ। यसलाई एउटा केकको उदाहरणबाट बुझौँ। वामपन्थीहरूको जोड केकलाई कसरी सबैले बराबर टुक्रा पाउने गरी बाँड्ने भन्नेमा हुन्छ, अर्थात् सम्पत्तिको पुनर्वितरण। अर्कोतिर दक्षिणपन्थीहरूको जोड चाहिँ केकको साइज नै कसरी ठूलो बनाउने भन्नेमा हुन्छ, अर्थात् सम्पत्ति सृजना। उनीहरू भन्छन् कर घटाउँ, नियमहरू खुकुलो बनाऊ ताकि व्यापार व्यवसाय फस्टाओस्। अनि संसारलाई हेर्ने दृष्टिकोणमा पनि फरक छ। वामपन्थीहरू प्राय अन्तर्राष्ट्रवादी हुन्छन्। उनीहरूलाई लाग्छ मानव अधिकार, मजदुरको हक जस्ता समस्याहरू विश्वव्यापी हुन् र यसलाई समाधान गर्न सबै देशहरू मिल्नुपर्छ, सीमानाभन्दा माथि उठेर सोच्नुपर्छ। तर दक्षिणपन्थीहरू राष्ट्रवादी हुन्छन्। उनीहरूको लागि आफ्नो देशको हित, आफ्नो राष्ट्रिय पहिचान र संस्कृति सबैभन्दा पहिला आउँछ।
उनीहरूका लागि राष्ट्रियताले नै समाजलाई जोड्ने काम गर्छ। तर के आजको 21औं शताब्दीमा पनि यो लेफ्ट र राइटको विभाजन यस्तै सेतो र कालो जस्तै छर्लङ्ग छ त? सायद छैन। अब हेरौँ कसरी यी रेखाहरू बिस्तारै धमिलो हुँदै एकअर्कामा मिसिँदै गइरहेका छन्। यसरी रेखाहरू धमिलो हुनुका पछाडि खास गरी दुईवटा ठूला कारणहरू छन्। एउटा हो ग्लोबलाइजेसन वा भूमण्डलीकरण, जसले सबै देशको अर्थतन्त्रलाई एकअर्कासँग जोडिदिएको छ, अनि अर्को हो राजनीतिक दाउपेच, जहाँ एउटा पार्टीले अर्को पार्टीको सफल नीति चोरेर वा अपनाएर आफूलाई बलियो बनाउन खोज्छ। यसको सबैभन्दा गजबको उदाहरण हो चीन। हेर्नुस् त, राजनैतिक रूपमा चीन एउटा कम्युनिस्ट अर्थात् वामपन्थी देश हो, तर देशले धनी बनाउन उसले अपनाएको बाटो चाहिँ पूरै बजारमा आधारित पुँजीवादको छ, जुन त दक्षिणपन्थी आर्थिक नीति हो। अनि अर्कोतिर अमेरिकालाई हेरौँ। अमेरिकालाई कट्टर पुँजीवादी अर्थात् दक्षिणपन्थी राष्ट्र मानिन्छ, तर त्यहाँ पनि सामाजिक सुरक्षा, सरकारी स्वास्थ्य सेवा, किसानलाई अनुदान जस्ता कैयौं कार्यक्रमहरू छन् जुन खासमा वामपन्थी नीति मानिन्छन्। र यो सबै कुराले हामीलाई इतिहासको एउटा एकदमै महत्त्वपूर्ण पाठ याद दिलाउँछ, चाहे त्यो वामपन्थी होस् वा दक्षिणपन्थी। जब कुनै पनि विचारधारालाई आँखा चिम्लेर चरम सीमासम्म लगिन्छ, त्यसले सधैँ ठूलो मानवीय विनाश निम्त्याएको छ। स्टालिनदेखि हिटलरसम्म इतिहास यसको साक्षी छ। त्यसैले लेफ्ट र राइटको पुरानो कित्ताकाट बुझ्न त जरुरी छ, तर आजको दुनियाँ त्योभन्दा धेरै जटिल र खिचिडी भइसकेको छ। यसले एउटा ठूलो प्रश्न खडा गर्छ। एउटा यस्तो संसारमा जहाँ कम्युनिस्ट भनिने देश सबैभन्दा ठूलो पुँजीवादी खेलाडी बनेको छ र पुँजीवादी भनिने देशले सामाजिक सुरक्षाका कार्यक्रमहरू चलाउँछ, त्यहाँ यो वामपन्थी र दक्षिणपन्थी भन्ने लेबलको वास्तविक अर्थ आज के होला त?